बुढी उचाला जस्तै उचाल्नुहुन्छ त फोर्रा त लौ उजा 120 किलोका बुढा उचाल्छु मैले ए फोर्रा उचाल्न सक्दैन तिमी आखरा के कोचाएर हान्ने इनले उडाल्ने कामै यस्तो काम गर्छन् यार उडाल्ने चुडाल्ने चोड्ने अग्लो गराउने थप्ने हैन त्यही भाकोलाई चुडाल्ने फुटाल्ने ट्वाट्ने अति पानी धारे नि त छ्वार छ्वार पानी आएर पनि हेलो गाइस नमस्ते स्वागत छ जहिले सबैजनामा युट्युब च्यानलमा आज विशेष गरी हामी चाहिँ यता देख्न सक्नुहुन्छ तपाईले गुरुङले के गर्न लाग्यो भन्दाखेरि गुरुङले चाहिँ आफ्नै काम गर्न लाउनु भएको छ हैन उहाँ चाहिँ पानीको धारा बनाइरहनु भएको छ अनि हामी चाहिँ एकदमै ठीक छौं सन्चै छौं तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्दै धेरै दिनपछि आज चाहिँ म युट्युब च्यानलमा आइरहेको छु ओइ पार नमस्कार गर अनि आज चाहिँ विशेष गरी नाम अप्सरा घरती नमस्कार अप्सरा घरती नमस्ते म कमला गुरुङ ए भुन्टुस उहाँ चाहिँ के कोचाएर हान्ने यिनले त के कोचार्छन् पो नि क्या रे हो पानी बनाउन लागिरहेको ए बनाउन लाउनु भएको छ अनि भन्नुस् हामी त उयो काँची हो है लुतिराम सुन्दरी अनि यो क्यामेरा बनाउनु चाहिँ दिपेश घरती खैले हुन्छ त भन्नु देखेको मेरो फेरि मान्छे दिपेश देख्नु पाइन अझ हेर्नु त्यहाँ चस्मा मिलाएको ए भगवान लगाउनु सरकार नमस्कार दिपेश घरती क्यामेराम्यान उहाँ हुनुहुन्छ अनि विशेष गरी चाहिँ आज हाम्रो चाहिँ यो बाटो बनाउने माटो यहाँ गाडी पार्किङ गर्नको लागि यहाँ आफै यता देख्न सक्नुहुन्छ बिचमा चाहिँ फट्टा र खाल्टो परेछ यहाँ भित्र हाल्नु भने गाडी मुन जाने सम्भावना हुन्छ अलिकति मिलाएर टक्क भाक्क पारी जाने बनाएको छ यहाँ पिच छ यहाँ माटो छ हाम्रो केटीहरू चाहिँ पुरा कम्मरमा हात लाएर उहाँ दारी मसार्दै खन्या छन् सम्मो बनाछन् ल हेर्नुहोस् अब के होला जस्तो छ गुरुङ टिकटक होटलमा पनि हस् थ्याङ्क यू धन्यवाद प्लिज अब चाहिँ हामी कन्टिन्यू भिडियो हाल्छौँ तपाईँहरू हेर्नु अनि के गर्न लाग्नु भयो दिदी अब यिनी माटोलाई तल हटाउने अब गाडी पार्किङ बल त जाति पनि जग्यो मेरो त 120 किलो बुढा उचाल्ने बल हो यही फोटो उचाल्न सक्दैन सबै तपाईँले फाल्नु भएको हो मैले फालेको मुनिबाट घुसाइदिएर घुसाउनु हुन्छ तपाईँले सेन्टी सबै यही फाले आफै त फाल्नु भएन नि मैले किन्न फाल्नु 120 किलोका बुढा उचाल्छु मैले ए फोटो उचाल्न सक्दैन तिमी आखरा गर्छ पुरा गोरुले केही काम गर्दैन बोले ओके गुरुङ सर के गर्दै हुनुहुन्छ है मजा भएको छ क्या हो मजा भएको छ यता फर्किनुहोस् त पछाडि देखाउनु भयो तपाईँले त केटीले मात देखाउने भन्नु न बरु ल है बुढी उचाला जस्तै उचाल्नुहुन्छ त फोर्रा त लौ उजा रङ्काइ ए मेरो अब कति टाढा फाले पारि मान्छेको आङमा फालिदिनु लायो नि सरनी कति बोली हुनु रहेछ राम 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 हड रन्काउनुहुन्छ त हड बुढीलाई पनि त्यस्तै सुइकाइदिनु लायो नि कहिले त हो भन्नुहोस् त पाइप चुट्यो यो अब आफै धारा बनाउन लाग्छ कि हो र तपाईँले त सब जोड्नुहुन्छ कि होइन सबै जोडिन्छ यार के जोड्नुहुन्छ हाम्रो नि जोडिदिनुहोस् त के जोड्नुहुन्छ सब जोडिन्छ यार भन्नाले टुटी सुटी सब जोड्नुहुन्छ उहाँको एउटा घरबार जोडिदिनुहोस् त त्यहाँ कन्नी हुनुहुन्छ यसको त धेरै जोड्दै आयो यार दिवस गर्दै बस्दै के रे खतम रहेछ यार मान्छे यार बिहा गरिस् पर्दै यार ओके यार बिल्कुल खतम यार त्यसको हाम्रो मिले अस्ति के भने रे भैयालाई हामी मिलाइदिन्छौँ नाचुट्ने अनि पुरा कस्तरी उचाल्छ मेरो राति हो आज चाहिँ म धेरै दिनपछि युट्युब च्यानलमा आइसकेको छु त्यसले अब मैले कन्टिन्यू युट्युब च्यानललाई एकदम ध्यान दिनेछु म युट्युब च्यानल कमला गुरुङ युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु ल धन्यवाद थ्याङ्क यू
अन्तिमसम्म भिडियो हेर्नु भएकोमा धेरै धन्यवाद।